नमस्कार, म डाक्टर जागेश्वर गौतम। आज हामी कहाँ चाहिँ तनहुँबाट आउनुभएको छ 62 वर्षको महिला हुनुहुन्छ। उहाँको चाहिँ खोक्दा हाच्छिउँ गर्दा बल पर्दा उहाँको पिसाब चुहिन्छ र यसलाई चाहिँ स्ट्रेस युरिनरी इन्कन्टिनेन्स जेन्युन युरिनरी इन्कन्टिनेन्स भनिन्छ। त्यो चाहिँ त्यसको उपचार भनेको हामी चाहिँ ट्रान्स अब्चुरेटर टेप टिओटी राख्छौँ। टिओटी चाहिँ यो दुईटा चाहिँ टोकार छ। यो चाहिँ के अरे मेस हो। यो मेसमा चाहिँ अगाडिपट्टि हामीले चाहिँ यो उन्नको लागि चाहिँ बिक्रीले के अरे बनाएको छौँ। यो चाहिँ हामीले युरेथ्रल ओपनिङबाट 4 सेन्टिमिटरको डिस्टेन्समा चाहिँ ब्लाडर र युरेथ्राको जङ्सन हुन्छ। त्यो जङ्सनदेखि युरेथ्रासम्मको बिचमा चाहिँ करिब 2.5-3 सेन्टिमिटरको हामी घाउ बनाउँछौँ र त्यसलाई ब्लाडरलाई हामीले पुस गर्छौँ र त्यहाँबाट हामीले चाहिँ यो चाहिँ टोकारको सहायताले हामीले चाहिँ यो मेस चाहिँ इन्सर्ट गर्छौँ। यो चाहिँ 80% उपयोगी छ। कसैले त 90% पनि भन्छन्, 90सम्म पनि यो इफेक्टिभ छ भन्छन्। जस्ट यो 80-90% भनौँ यसको इफेक्टिभनेस। तर यो राखेर पनि स्ट्रेस युरिनरी इन्कन्टिनेन्स कन्ट्रोल भएन भने हामीले चाहिँ ल्याप्रोस्कोपिकल्ली चाहिँ बज कल्पो सस्पेन्सन गर्छौँ। यो अपरेसन साधारण सानो अपरेसन छ। पेसेन्ट कोअपरेटिभ छ भने लोकलमा गर्न सकिन्छ, नभए चाहिँ स्पाइनल एनेस्थेसियामा कर्डलमा गर्न सकिन्छ र यो चाहिँ जनरल एनेस्थेसियामा गर्न त्यति ठिक हुँदैन। किनभने अपरेसन गर्दा गर्दै बिरामीलाई चाहिँ खोक्न लगाएर कति चाहिँ टाइट गर्दाखेरि चाहिँ युरिन लिक हुँदैन त्यो पत्ता लगाउनु पर्ने हुन्छ र यो चाहिँ कर्डलमा स्पाइनलमा गर्दाखेरि बढी इफेक्टिभ हुन्छ। धन्यवाद।